आजको विषय निकै संवेदनशील छ। सीआईबीको ब्ल्याकलिस्टिङ र यसले इन्जिनियरहरूको पेशागत जीवनमा पार्ने असर। धेरै इन्जिनियर साथीहरू, विशेष गरी भ्यालुएटर इन्जिनियरहरू अहिले यस समस्याबाट गुज्रिरहेका छन्। तपाईलाई थाहा छ सीआईबी भनेको के हो, कसले चलाउँछ र किन महत्त्वपूर्ण छ? हो, सीआईबी अर्थात् क्रेडिट इन्फर्मेसन ब्युरो नेपाल राष्ट्र ब्याङ्क अन्तर्गतको निकाय हो। यसको मुख्य काम के भने जसले जानाजानी ऋण तिर्दैनन् ती विलफुल डिफल्टरको विवरण जम्मा गरेर सबै ब्याङ्कहरूसँग साझा गर्नु। यसले गर्दा यस्ता डिफल्टरले फेरि ऋण लिएर ठगी गर्न सक्दैनन्। यहाँबाट कुरा अलि जटिल बन्छ, होइन? किनभने सीआईबीले पेशागत इन्जिनियरहरूलाई ब्ल्याकलिस्ट गर्ने अधिकार छैन जबसम्म उनीहरूले आफू ऋण नतिरेका वा ठगी नगरेका छैनन्। तर पछिल्लो समय के भइरहेको छ भने ब्याङ्कहरूले भ्यालुएसनको विषयमा इन्जिनियरहरूलाई ब्ल्याकलिस्ट गर्न थालेका छन्, खास गरी कुनै सम्पत्तिको फेयर मार्केट भ्यालु 2/3 भन्दा बढी घट्यो भने। हो, यो अभ्यास नेपाल राष्ट्र ब्याङ्कका केही निर्देशनका आधारमा ब्याङ्कहरूले गर्दै आएका छन्। तर कानुनी हिसाबले हेर्दा यो गलत छ, किनभने सीआईबीको अधिकार केवल वित्तीय डिफल्टरसम्म सीमित छ। इन्जिनियरहरूले पेशागत मूल्याङ्कन गर्दा फरक आयो भनेर ब्ल्याकलिस्ट गर्नु कानुनी रूपमा मिल्दैन। यदि तपाईँ इन्जिनियर हुनुहुन्छ र यस्तो अन्यायपूर्ण ब्ल्याकलिस्टिङमा पर्नु भएको छ भने तपाईको लागि आशाको कुरा के छ भने अदालतमा गएर न्याय पाउन सकिन्छ। धेरै पेसावरहरूले अदालतमा मुद्दा जितेर आफ्नो नाम सफा गराएका छन्। केही महत्त्वपूर्ण फैसला सुनौं। सन् 2067 साल कार्तिकमा सर्वोच्च अदालतले मुद्दा नम्बर 7867 मा ब्ल्याकलिस्टबाट मुक्त गर्ने आदेश दिएको थियो। त्यसपछि 2071 सालमा पनि सर्वोच्च अदालतले मुद्दा नम्बर 070WO0584 मा छुटको आदेश दियो। 2081 सालमा जनकपुर उच्च अदालतले मुद्दा नम्बर 081WO0874 मा छुटको आदेश दियो। अनि 2082 सालमा सर्वोच्च अदालतले मुद्दा नम्बर 082WO0093 मा पनि त्यस्तै आदेश दियो। त्यही वर्ष पोखरा उच्च अदालतले मुद्दा नम्बर 082WO0026 मा ब्याङ्किङ संस्थाले गरेको अनुचित ब्ल्याकलिस्टिङ विरुद्ध छुटको आदेश दियो। यी सबै फैसलाहरूको साझा सन्देश के हो भने सीआईबीले पेशागत निकायहरू जस्तै इन्जिनियरहरू ब्ल्याकलिस्ट गर्न पाउँदैन जबसम्म उनीहरूले ऋण डिफल्ट वा ठगी गरेका छैनन्। अदालतले प्रष्ट भनेको छ पेशागत मूल्याङ्कनको आधारमा मात्र ब्ल्याकलिस्ट गर्नु अधिकार क्षेत्रभन्दा बाहिरको कुरा हो। यहाँ एउटा कुरा जोड्न चाहन्छु। यदि तपाईँ यस्तो अन्यायमा पर्नु भएको छ भने कानुनी सल्लाह लिनुहोस्। अदालतमा मुद्दा दायर गर्न सकिन्छ र पहिलेका फैसलाहरूले तपाईँको पक्षमा मिसाल बनिसकेका छन्। हो, यस्ता केसहरूमा अदालतले इन्जिनियरहरूको पेशागत इमान्दारीको रक्षा गरेको छ। यदि तपाईँको नाम अनुचित रूपमा ब्ल्याकलिस्टमा परेको छ भने डराउनु पर्दैन। कानुनी प्रक्रिया अपनाउनुहोस्, न्याय पाउनुहुन्छ। आजको सन्देश प्रष्ट छ। इन्जिनियरहरूको पेशागत मूल्याङ्कनका आधारमा ब्ल्याकलिस्ट गर्नु न त कानुनी छ न त नैतिक। यदि तपाईँ पीडित हुनुहुन्छ भने न्यायको लागि अघि बढ्नुहोस्। र सबै इन्जिनियर साथीहरूलाई आग्रह, आफ्नो अधिकार र कानुनी सुरक्षाबारे जानकार रहनुहोस्। कुनै पनि अन्याय सहनु पर्दैन। आजको छलफल यत्तिकै। तपाईँको पेशागत इज्जत र अधिकारको रक्षा गर्न जानकारी र कानुनी बाटो दुवै महत्त्वपूर्ण छन्। धन्यवाद सुन्नुभएकोमा। आगामी एपिसोडमा फेरि भेटौँला।